अबको 6 महिनामा रवि लामिछाने 100% छुट्छ। फेरि छुटेन भने हो फेरि त्यो भनेर छुटेन भने फेरि भन्न आउनु किन छुटेन भनेर म अरू जस्तो गितालमा हात छोएर यो राजा आउँछ होइन आएन भने भन्दिनँ म यो जनता तिमीहरू सोझो छौ क्या जनता ठान्न चड्कन त्यो झुटो गीता छोएर कसम खानेहरूलाई ब्ल्याङ्क कि ब्ल्याङ्क तेरो किन पुगेन भनेर कि नबोल मिडियाको अगाडि जुन दुनियाँ जनतालाई भ्रम छरेर तेरो त्यो पैसा कमाउने बाटो नखोज्न एकजनाको 2000 रे 5000 रे होइन त्यो नतोक न खै त हामी जे बोल्छौँ नि त्यो हुन्छ भएन भने लात्ती हान भन्छौँ हामी। अब अहिले नयाँ शक्तिहरू राजसभामा लागि परेका छन्। कुलमान घिसिङ राजसभामा जाने, बालेन शाह राजसभामा गएर विलय हुने भनिरहेको छ। के राजसभा भन्ने पार्टी चाहिँ ठुलो समुद्र हो र त्यहाँ जो गए पनि डुबेर हराइहाल्छन् कि के हो? हिजो रवि लामिछाने पनि त्यसरी आएका थिए, अहिले लगभग राजसभा भित्रै रवि हराएर अर्को कोही उदाउने कि भन्ने चर्चा छ। यो चाहिँ के हो राजसभाको भविष्य पनि? अब साँच्ची नै भन्दाखेरि राजसभाको बारेमा मैले 1.5 वर्ष अगाडि नै भनेको थिएँ राजसभाको भविष्य यस्तो छ, राजसभाका केही व्यक्तिहरू राजसभा छोड्ने छन्, राजसभाको पार्टी टुक्रिने छ भनेर भनेको थिएँ। साँच्ची नै अब रविलाई त्यो सभापतिबाट हटाउने हो भने अब के भन्नु होइन, यो नभन्नु होला प्लिज। किन रोक्यो तपाईँलाई? कसैले रोक्दैछ कि देवीले रोक्दैछ? होइन देवीले नै यस्तो कुराहरू नगर भन्नुहुन्छ होइन। म चाहिँ रवि छुटुन् छिटो छुटुन् होइन, उनी निर्दोष छन्, उनलाई फसाइएको हो यो केसमा चाहिँ, अन्य केसमा जेसुकै होस् यो केसमा उहाँलाई फसाइएको हो, उहाँ छुटुन् भन्न चाहन्छु।